안녕하세요 친구들. आज पनि तपाईहरुसँग म उपस्थित भइसकेको छु नयाँ र नौलो विषय लिएर आउने क्रममा। आज पनि तपाईहरुको लागि भनेर नयाँ सब्जेक्ट लिएर आएको छु। आज हामी सानो टपिकमा थोरै कुराकानी गर्ने छौं। आशा छ तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गरिरहनु भएको छ, सँगसँगै लाइक, कमेन्ट र शेयर पनि गरिरहनु भएको छ। साथीहरु, आजको हाम्रो विषयवस्तु चाहिँ हिजोभन्दा अलिकति फरक छ। आज पनि हामी ग्रामर सिक्दै छौं। आजको हाम्रो विषयवस्तु रहेको छ उमेन थ्वेदा मेन थ्वेदा भन्ने अर्थमा गरे पनि हुन्छ, यति गरे हुन्छ भन्नको लागि मेन थ्वेदा उमेन थ्वेदा नन 그렇게 하면 괜찮다. 그렇게만 하면 충분한다라는 의미예요. त्यति मात्रै गरे पनि हुन्छ, त्यति मात्रै गर्दिए पनि पुग्छ, त्यति मात्रै गर्दा पनि ठिक्क हुन्छ भनेर यसले चाहिँ अर्थ दिने काम गर्छ शब्दमा, वाक्यमा लागेर है त। वाक्यलाई मिठास बनाउँछ। दुईटा शब्दहरूलाई जोडेर त्यति मात्रै गर्दा पनि पुग्छ भन्ने अर्थ दिनको लागि हामीले यसलाई युज गर्छौं। यो चाहिँ हामीले कसरी युज गर्ने भन्ने कुरा पनि म तपाईलाई बताउने नै छु। के रहेछ त आजको हाम्रो टपिक्स तपाईले बुझिसक्नुभयो। मेन थ्वेदा उमेन थ्वेदा सायोङ फाङ पप। अब यसलाई युज गर्ने तरिका हेर्नुस् त। थोङसा भर्बको दा हटाइसकेपछि बाँकी रहने भिएसटीमा उमेन थ्वेदा युज गरिन्छ। कस्तो अवस्थामा? फाछिमी इसुल्ते। यदि भिएसटी कन्सोनेन्ट छ भने हामी उमेन थ्वेदा युज गर्छौं। त्यस्तै थोङसा भिएसटी को अन्त्यमा भवेल छ भने हामी मेन थ्वेदा युज गर्छौं। फाछिमी अप्सुल्ते खादालाई हामीले खामेन थ्वेदा बनाएका छौं। अघि कन्सोनेन्ट हुँदा मक्तलाई मक उमेन थ्वेदा बनाएका थियौं। यसरी कन्सोनेन्ट भए उमेन थ्वेदा र भवेल भए मेन थ्वेदा। कहाँ त? भिएसटी मा है त। ल यहाँ केही उदाहरणहरू छ। नम्बर 1 조용히 하면 돼요. 조용히 하기만 하면 괜찮아요. अघि पनि भनेको थियो 조용히 하면 돼요. शान्त भयो भने हुन्छ, शान्त मात्र भइदिए पनि हुन्छ, शान्त मात्र भइदिए पनि हुन्छ भन्ने अर्थ दिनको लागि है त। 조용히 하면 돼요 भन्नको लागि यसको यो हामीले कहाँनेर युज गरिम त हेर्नुस् त। 조용히 하다मा दा हटाएर हा मात्रै बाँकी रह्यो। हामीले मेन थ्वेदाको युज गरेर मेन थ्वेयो बनायौं है त। 조용히 하면 돼요. 조용히 하기만 하면 괜찮아요. यसरी हामीले युज गर्न सक्ने भयौं। साथीहरु, सँगसँगै तपाईले मेरो च्यानललाई लाइक, शेयर, कमेन्ट गर्न पनि नभुल्नु होला भन्दै अर्कोतिर जान्छौं हामी। मैले यहाँ तपाईलाई केही उदाहरणहरू बनाएको छु। दोस्रो नम्बरमा हेर्नुस् त। दोस्रो नम्बर 이 약을 먹으면 돼요. यो औषधि खायो भने हुन्छ। 약을 먹기만 하면 돼요. कोही बिरामी भएको छ अनि तपाईले के भन्नु पर्यो त? 이 약을 먹으면 돼요. यो औषधि खायो भने ठीक हुन्छ। 약을 먹기만 하면 돼요. त्यो औषधि खाने मात्रै हो, खाइदिए मात्रै पुग्छ भन्ने अर्थ दिलाउनको लागि अघि मैले टपिक्समै भनेको थिएँ यति मात्रै गरिदियो भने 충분하다, 하기만 하면 충분해, त्यति मात्रै गर्यो भने पूर्ण हुन्छ, पुग्छ भन्नको लागि चाहिँ यो औषधि मात्रै खाइदिए पनि हुन्छ भन्नलाई है त। ल यहाँ तपाईहरुको लागि मैले केही सुक्छे होमवर्क दिएको छु। बुझिसक्नु भएको छ टपिक्स पक्कै पनि। त्यसै कारणले गर्दा यो 1 2 3 तीनटा मैले तपाईलाई सुक्छेको रूपमा होमवर्कको रूपमा दिएको छु। यसलाई पूर्ण गर्नुहोस् र कमेन्ट गर्नुहोस्। सँगसँगै हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्। हाम्रो भिडियोहरुलाई र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् भन्न चाहन्छु। र अहिलेसम्म हेरिदिनु भएकोमा थ्यांक्स फर वाचिङ भन्दै बिदा चाहन्छु। नमस्कार।